So hey guys, hello and welcome back to my YouTube channel. So what's up? I'm back with a new interesting video guys. म यत्रो टाइम देखि कहाँ थिए भनेर तपाईहरुले मलाई एकदमै धेरै मिस गर्नु भएको थियो होला. मेरो च्यानल चाहिँ खोइ आई डोन्ट नो अचानक त्यो लक भएको थियो हैन. अनि त्यसपछि चाहिँ मैले त्यसलाई रिकभरै गर्न सकिन. आज चाहिँ फाइनली आई रिकभर माइ च्यानल. त्यसपछि चाहिँ मलाई लाली बजारको टिजर यति हेर्न मन थियो गाइस, यति हेर्न मन थियो हैन. त्यही पनि मैले चाहिँ भिडियो बनाउँछु भनेर लाइक आफ्नो जेन्युइन रियाक्सन देखाउँछु भनेर चाहिँ मैले हेरेको थिएन. सो मैले यहाँ खोलेर राखिसकेकी छु. सो तपाईहरुले थाहा पाइ नै सक्नुभयो कि टुडे वी आर वाचिङ लाली बजारको टिजर. सो ढिलो नगरेर लेट्स बिगिन द भिडियो. इफ यु आर न्यू टु दिस च्यानल प्लिज डु नट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब. एन्ड गाइस तपाईहरु चाहिँ तपाईहरुको माया र सपोर्ट रे आई विल ग्रो. एन्ड ढिलो नगरेर लेट्स बिगिन द भिडियो. बन्दुकै फेरिकन आउनुभयो त रास्ता पड्कन त पड्किन्छ नि. मलाई नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ स्वस्तिमा खड्काको एक्टिङ चाहिँ स्वस्तिमा खड्का अनि त्यसपछि रेखा थापा अनि लाइक अरू छन् अरू फ्यु एक्ट्रेसहरू हैन. उहाँहरूको एक्टिङ चाहिँ मलाई मनपर्छ क्या जेन्युनली. अनि एक्टरहरूमा चाहिँ अहिले धेरै कुरा गरेर चाहिँ टाइम वेस्ट नगरौँ, भिडियो हेरौँ. मधु, म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु. म के बुझ्न सकिरहेन कि टिजरमा. तपाईहरुले बुझ्नुभयो कि भएन कमेन्ट गर्नु होला है. राजा साहेबलाई तेरी छोरी मन पर्यो. छोरीको नत्थीको मोल कति राखेकी छेस? आफ्नो छोरीकन कसैले बेच्छ? यो त रात साफ गर्न चढाउने प्रसाद. नत्थीको उमेर पुगिसकेपछि राजा साहेबलाई खबर गर्नु. मैले चाहिँ बुझिन त गाइस टिजर. लाइक आई वाज थिङ्किङ कि ल ठिक छ स्वस्तिमा खड्का इज अ प्रोस्टिट्युट इन दिस लाइक मुभी. बट वाट वाज द्याट लाइक त्यो चढाइदिन्छु भनेर आफ्नो छोरीलाई दिएको, उसको छोरी कहाँबाट आयो प्लस अनि त्यसपछि ऊ आफू प्रोस्टिट्युट हो भनेपछि उसले आफ्नो छोरीलाई कहाँ पठायो या त वाट्स ह्यापनिङ. लाइक मैले साँच्चीकै केही पनि बुझिनँ. तपाईँहरूले केही बुझ्नु भएको छ भने प्लिज डु कमेन्ट. एन्ड गाइस तपाईँहरूलाई कस्तो लाग्यो त लाली बजारको टिजर भिडियो एन्ड कस्तो लाग्यो त मेरो रियाक्सन भिडियो आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा प्लिज छोडेर जानु होला. एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अगेन. आई लभ यु अल गाइस. बाई.